हेर्नु त हिमाल त क्या दामी देखिन्छ। उफ हामी त्यही बेस क्याम्पमा जाने। माछापुछ्रे हिमाल, अन्नपूर्ण हिमाल। यो हाम्रो राई सर अगाडि अगाडि हिँड्दै हुनुहुन्थ्यो, म पछाडि चाहिँ हिँड्दिसकेँ होइन। एकदम दुःख लाग्यो, खुट्टा दुखेर हैरान छ। बिहान 9 बजीदेखि हिँडेको हामी पोखराबाट 7 बजे आएको। 7 बजे पोखराबाट हिँडेको समथिङ 8:30 बजेसम्म हामी तल आइपुगेका थियौँ गाडी आउने ठाउँमा। तर त्यहाँबाट चाहिँ फेरि गाडीले बाइकले तान्दैन, तानेर उकालोमा त अक्सिजन कम हुन्छ नि त, बाइकले तान्न सकेन। नसकेपछि बाइक छोडेर आएको। बाइक तल छोडेर त्यहाँ 9 बजे हामी हिँडेको। अहिलेसम्म लगभग कन्टिन्यू छौँ कि हामी हिँडेको। त्यस्तो रोकेर खानासाना खाने गरे होइन। ड्राई फ्रुट खाने हिँड्ने, ड्राई फ्रुट खाने हिँड्ने रेडबुलको भरमा यहाँ आइपुग्यो। अब हेर्नु त यत्रो हाइटमा यस्ता यस्ता होटल छ, यत्रो हाइटमा। बेस क्याम्प स्वर्ग नै हो यार। हेर्नु त राई सर अझै हामी त्यो बेस क्याम्पमा जाने हो, माथिको यो बेस क्याम्पमा हो। यो बेस क्याम्पमा जाने हो। त्यहाँ पुग्नु हामीलाई हेर्दा नजिकै देखिन्छ, समथिङ आधी घन्टा पौने घन्टा चाहिँ लाग्छ होला। यस्तो दुखाइ हुन्छ, अक्सिजन नभएको कारणले गर्दा हिँड्नै सकिन्न क्या। 2 पाइला हान्न सकिन्न। दुःख त हुन्छ हो साथी, दुःख त लास्टै हुन्छ। तर त्यत्रो हिँडेको मान्छे अब यहाँ आएपछि दुःख फेरि बिर्सिन्छ। दुःख बिर्सिने खालको ठाउँ छ यो। यहाँतिर डाँफे, मुनाल अनि झालर सब पाउँछ। जङ्गल जनावर त कति हो कति। फेरि यहाँको एकदम मलाई मन परेको सिस्टम भनेको के रहेछ भने, अब यत्रो टुरिस्टहरू आउँछ, बुढाले मेरो भिडियो भनेर टुरिस्टहरू आउँछ। टुरिस्टहरू आएर त्यहाँ पुरै ठाउँमा सिसी क्यामेरा हो। कसैले यहाँ मुनाललाई छुनु पाउँदैन, डाँफी छुनु पाउँदैन, त्यस्तो मार्नै पाउँदैन नि यहाँ। अब मार्नु त पुरै छुट्टै कुरा हो। तर स्पेसली यहाँ मलाई मन परेको के हो भने, हामीले केही ड्राई फ्रुटहरू खायौँ, जस्तै अब चाउचाउ बिस्कुटहरू अनि रेडबुल जेसुकै पनि हामीले बोकेर ल्याएको हुन्छौँ नि, त्यो खायो भने जथाभावी फाल्नु पाइएन। जथाभावी फाल्नै मिल्दैन। सिसी क्यामेराले समातिहाल्छ यहाँ फेरि। जथाभावी फाल्नु मिल्दैन। ठाउँ ठाउँमा डस्टबिन हुन्छ, टक्क खाने, हिँड्ने, बोक्ने, डस्टबिनमा फाल्ने, त्यस्तो छ यहाँको। एकदम राम्रो गुण भनेको मान्छे सबै रेस्पेक्टफुल्ली के टुरिस्टहरूलाई एकदम सम्मान गर्ने, माया गर्ने। महँगो त कुरै नगरौँ, चाउचाउको 150 भन्छन् के अरे, ठिकै नि हो। अब महँगो त भइहाल्छ नि। हामीलाई हिँड्नै गाह्रो छ यत्रो टाढासम्म। खच्चरले बोकाएर ल्याउँछन् अनि चामललाई कति पर्छ होला। महँगो भन्नु राम्रै कुरा हो। त्यस्तो छ। ल अब म बेस क्याम्प पुगेपछि सेकेन्ड भिडियो बनाउँछु है। हेर्नु त साथीहरू नाङ्गै हिँडेछन्, यस्तो छ।